हेलो एन्ड नमस्ते एभ्रिवान। आज फेरि पनि तपाईँहरूमाझ त्रिवी सेवा आयोग अन्तर्गत उपप्राध्यापक पदको सब्जेक्टिभ परीक्षा अन्तर्गतको सोधिने चाहिँ एउटा टिचिङ मेथोलोजी अन्तर्गतको प्रश्नमा म डिस्कस गर्न गइरहेको छु। यस अन्तर्गत चाहिँ हामी डिफ्रेन्ट फ्याकल्टीहरू हुन्छौँ। डिफ्रेन्ट फ्याकल्टीहरू अन्तर्गत चाहिँ कुन इफेक्टिभ टिचिङ मेथड चाहिँ हामीले युज गर्दा बेटर हुन्छ अथवा टिचिङ मेथड भनेको के हो, कस्तो कस्तो टिचिङ मेथोलोजीहरू छन्, तीमध्ये कुन चाहिँ हाम्रो फ्याकल्टीको लागि चाहिँ इफेक्टिभ हुन्छ, त्यसको जस्टिफाई गर किन यो ठिक लाग्यो भन्ने जस्तो क्वेसनहरू सोध्न सक्छ। यसै विषयमा हामी केही व्याख्या गर्छौँ। यो सफल शिक्षणका लागि विभिन्न विधिहरूको संयोजन हुनु चाहिँ आवश्यक छ। जस्तो लेक्चर मेथड हुनसक्छ, प्रोब्लम बेस्ड लर्निङ हुनसक्छ, ल्याब प्र्याक्टिकलका कुराहरू, सिमुलेसनका कुराहरू, फ्लिप्ड क्लासरुम मेथडका कुराहरू, कोलाबोरेटिभ लर्निङ मेथडका कुराहरू, फिल्ड भिजिट र गेस्ट लेक्चरका कुराहरू, प्रोजेक्ट बेस्ड लर्निङका कुराहरू, यी सबै टिचिङका विधिहरू हुन् र यी सबै फ्याकल्टीहरूमा चाहिँ विभिन्न सेक्टरमा चाहिँ यी प्रभावकारी मानिन्छन्। अब तीमध्ये चाहिँ हामीले सेक्टर वाइज कुनमा कुन मेथड हुन्छ अथवा कसरी युज गर्ने भन्ने कुराहरू हामीले केही व्याख्या गर्छौँ। जस्तो लेक्चर बेस्ड लर्निङ विथ इन्टरेक्टिभ इलिमेन्ट भन्छ। त्यो भनेको चाहिँ जस्तो टिचरले थ्योरी पढाउने तर बिचबिचमा चाहिँ क्वेसनिङ गर्ने, डिस्कसन गर्ने, रियल इक्जाम्पलहरू राखेर चाहिँ क्लास इन्टरेक्टिभ बनाउने मेथड हो त्यो भनेको। जस्तो विभिन्न फ्याकल्टीमा चाहिँ यो युज गर्न सकिन्छ यसलाई। जस्तो मेडिसिनमा हामी गयौँ भने एनाटोमीको लेक्चरमा चाहिँ अर्गान फङ्सन चाहिँ इन्टरेक्टिभ डायग्रामको सहायताले बुझाउने कुराहरू हुन्छ। नर्सिङमा चाहिँ जस्तो ड्रगको डोज क्यालकुलेसनलाई चाहिँ इन्टरेक्टिभ क्विज मार्फत चाहिँ गराउने कुराहरू भयो होइन। यसै गरी सोसियल साइन्समा जस्तो जेन्डर स्टडिजमा चाहिँ केस बेस्ड इन्ट्रेक्सनहरू गर्न सकिन्छ होइन। यसै गरी एजुकेसनमा लर्निङ थ्योरीको डिस्कसनहरू गर्ने, ह्युमेनिटिजमा चाहिँ लिट्रेचरको चाहिँ थेम इन्टरेक्टिभ रिडिङ अन्तर्गत चाहिँ गर्ने, त्यो कुराहरू चाहिँ छ। यो एउटा मेथड भयो। यसै गरी प्रोब्लम बेस्ड लर्निङ, यो प्रोब्लम बेस्ड लर्निङ एकदमै धेरै चाहिँ जस्तो अब इन्जिनियरिङमा चाहिँ युज हुनसक्छ, डिजाइनका पार्टहरू जहाँ हामीले पढ्छौँ त्यहाँ धेरै युज हुनसक्छ। यसै गरी अब मेडिसिनमा पनि जस्तो पेसेन्टको चाहिँ केस डायग्नोसिस गर्ने होइन, जस्तो सिम्टम्सको आधारमा डायग्नोसिस गरेर ट्रिटमेन्ट प्लानहरू गर्न सकियो। यो प्रोब्लम बेस्ड लर्निङ भयो, पिबिएल भन्छ। नर्सिङमा पनि जस्तो इमर्जेन्सी सिनारियोमा चाहिँ पेसेन्ट प्रायोरिटाइजेसन गर्ने प्रब्लमहरू भयो होइन। यसै गरी एजुकेसनमा चाहिँ जस्तो क्लासरुम डिसिप्लिन प्रब्लमको चाहिँ सोल्युसनहरू डिजाइन गर्ने कुरा भयो। यो प्रब्लम भने बेस सोल्युसन भनेको लर्निङ भनेको चाहिँ स्टुडेन्टले चाहिँ रियल वर्ल्डमा जे समस्या छ ती समस्याहरूलाई चाहिँ सल्भ गर्दै सिक्ने चाहिँ एउटा मेथड हो यो चाहिँ होइन। जस्तो हामीले वाटर सप्लाई प्रोजेक्टको कुरा गऱ्यौँ भने कुनै एउटा गाउँमा चाहिँ वाटर सप्लाई खानेपानीको एकदमै हाहाकार छ, समस्या छ। त्यो समस्यालाई चाहिँ निराकरण गर्न चाहिँ हामीले कसरी डिजाइन गर्छौँ, ओभरअल चाहिँ हामीले प्रब्लम हामीसँग छ र त्यसको सोल्युसन चाहिँ सल्भ गर्दै हामीले सिक्ने चाहिँ एउटा मेथड हो प्रोब्लम बेस्ड लर्निङ भनेको होइन। यो मेथड भयो। अझै त्यसै गरी अब ल्याबोरेटरी प्र्याक्टिकल ह्यान्ड्स अन लर्निङ भन्छ हामीले। जस्तो प्र्याक्टिकल स्किल डेभलपमेन्ट, ल्याब फिल्डवर्क वा प्र्याक्टिसद्वारा चाहिँ सिक्ने कुराहरू, लर्न गर्ने कुराहरू भयो। यो जस्तो मेडिसिनमै गयो भने प्याथोलोजी ल्याबबाट हेर्ने कुराहरू भयो, त्यसको रिपोर्टहरू हेर्ने कुराहरू भयो होइन। नर्सिङमा चाहिँ जस्तो भाइटल साइन्स मेजरमेन्टका कुराहरू, इन्जेक्सन प्र्याक्टिसका कुराहरू भयो, यो ल्याब प्र्याक्टिकल अन्तर्गत। यसै गरी ह्युमेनिटिजमा अझै अलिक कम हुनसक्ला। ह्युमेनिटिजमा पनि जस्तो ल्याङ्ग्वेज फोनेटिक्स ल्याब भनेर भन्छ, त्यो हेर्न सकिन्छ। इन्जिनियरिङमा त हाम्रो सर्वे ल्याब, एसपिटी टेस्टहरू, कङ्क्रिट ल्याबहरू त्यो सबै हामीले हेर्न सक्छौँ। अनि सिमुलेसन र मोल्डिङ बेस्ड लर्निङ हुन्छ अर्को। जस्तो कम्प्युटर बेस्ड सिमुलेसन टुलद्वारा कम्प्लेक्स सिस्टमलाई चाहिँ भिजुअलाइज गर्ने र त्यसरी पढ्ने सिक्ने विधि हो यो भनेको सिमुलेसन मोल्डिङ बेस्ड लर्निङ भनेको। जस्तो मेडिसिनमा हाम्रो जस्तो ह्युमन सिमुलेसन गर्न सकिन्छ, सर्जरी सिमुलेसनहरू गर्न सकिन्छ हामीले होइन। जस्तो यो पेटभित्रको बडीको चाहिँ फङ्सनहरूको चाहिँ हामीले सिमुलेसन हेर्न सक्छौँ। नर्सिङमा चाहिँ जस्तो यो केयर सिमुलेसनहरू, इमर्जेन्सी सिनारियो सिमुलेसनहरू गर्न सकिन्छ। इन्जिनियरिङमा त अझै धेरै हाम्रो सिमुलेसनहरू हुन्छ होइन। त्यसरी हामीले हेर्न सक्छौँ। अर्को हुन्छ फ्लिप्ड क्लासरुम एप्रोच भनेर हुन्छ। जस्तो फ्लिप्ड क्लासरुम एप्रोच भनेको टिचरले विद्यार्थीलाई
पढाइरहेको केस जुन छ हाम्रो ओल्ड सिनारियो त्यसलाई ठ्याक्क उल्टा गर्ने, विद्यार्थीले पढाउने हुन्छ त्यो भनेको। त्यसलाई के गर्न सकिन्छ, जस्तो घरमा हामीले अलरेडी भिडियो रिडिङहरू क्लासहरू प्रोभाइड गरिदिने, पहिले अलरेडी चाहिँ हाम्रो मेटेरियल्सहरू दिइदिने, अनि क्लासमा चाहिँ प्रब्लम सल्भिङ अथवा ग्रुप वर्क गरेर क्लासमा आएर चाहिँ उसले पढाउने कुरा हो। ठ्याक्कै उल्टो फ्लिप क्लासरुम एप्रोच भनेको चाहिँ है त। जस्तो अब यो कुरा पनि एजुकेसनमा जस्तो लेसन प्लान थ्योरी चाहिँ घरमा गरेर क्लासमा आएर ग्रुप लेसन प्लानहरू गर्न सकिन्छ। इन्जिनियरिङमा चाहिँ जस्तो कङ्क्रिटको मिक्स थ्योरी भिडियोहरू पहिला हेरेर क्लासमा आएर पढाउने कुराहरू हेर्न सकिन्छ। यो भयो फ्लिप क्लासरुम। अर्को हुन्छ कोलाबोरेटिभ एन्ड कोअपरेटिभ लर्निङ भन्छ, जस्तो ग्रुप प्रोजेक्टहरू, टिम वर्कहरू, पियर टिचिङहरू, योबाट चाहिँ सिक्ने अवधारणा हो कोलाबोरेटिभ एन्ड कोअपरेटिभ लर्निङ। यो भनेको मैले एकदम जिस्टमा भनेको छु, तपाईँहरूले चाहिँ यसको अलिकति लेख्न मिल्ने गरी, इक्जाममा लेख्न मिल्ने गरी नोट्सहरू पढ्नु होला होइन। यो त मैले जिस्ट कुराहरू भनेको छु होइन। जस्तो कोलाबोरेटिभ र कोअपरेटिभ लर्निङलाई चाहिँ कसरी युज गर्न सकिन्छ, मेडिसिन सेक्टरमा टिम बेस्ड डायग्नोसिस डिस्कसनहरू गर्न सक्छौँ। जस्तो नर्सिङमा हो भने हामीले ग्रुप केयर प्लानहरू डेभलपमेन्ट गर्न सक्छौँ, म्यानेजमेन्टमा हो भने बिजनेस प्लान डेभलपमेन्ट गर्न सकिन्छ, कोअपरेटिभ वेमा इन्जिनियरिङ हो भने जस्तो ट्राफिक म्यानेजमेन्ट प्लानिङहरू टिममा चाहिँ हामीले गर्न सक्छौँ होइन। त्यस्तो कुराहरू हेर्न सक्छौँ। अब फिल्ड ट्रिप र साइट भिजिटका कुराहरू हेर्न सकिन्छ। जस्तो इन्जिनियरिङमा फिल्ड ट्रिप साइट भिजिट एकदम इम्पोर्टेन्ट हुन्छ होइन। अब यीमध्ये कुन इम्पोर्टेन्ट छ भनेर त्यसको व्याख्या पनि हामीले गर्नुपर्ने हुन्छ, त्यसरी पनि प्रश्न सोध्छ होइन। जस्तो रियल वर्ल्ड एक्सपोजरको लागि चाहिँ प्र्याक्टिकल अन्डरस्ट्यान्डिङको लागि यो फिल्ड ट्रिप र साइट भिजिटहरू इम्पोर्टेन्ट हुन्छ। यो कुन कुन फिल्डमा यो इम्पोर्टेन्ट छ, जस्तो इन्जिनियरिङ जियोलोजीमा यो अझै एकदमै इम्पोर्टेन्ट हुनसक्छ होइन। जस्तो इन्जिनियरिङ हेऱ्यौँ भने जस्तो कन्स्ट्रक्सन साइटहरू भिजिट गर्ने कुराहरू भयो। नर्सिङ सेक्टर हो भने जस्तो ओल्ड एज होममा कसरी केयर गरिरहेछ त्यो हेर्ने, पब्लिक हेल्थहरू भिजिट गर्न सकिन्छ, त्यसरी जान सकिन्छ। अनि मेडिसिनमा फिल्ड ट्रिप भनेको चाहिँ जस्तो हस्पिटल राउन्डको कुराहरू, कम्युनिटी हेल्थ भिजिटहरू गर्न सक्छौँ, त्यो कुराहरू हेर्न सकियो। म्यानेजमेन्टमा चाहिँ ब्याङ्किङ इन्स्टिट्युसनहरूको भिजिट गर्ने, फ्याक्ट्री भिजिटहरू हामीले हेर्न सक्छौँ होइन। अनि गेस्ट लेक्चर र इन्डस्ट्री एक्सपर्ट बाट पनि लर्न गर्ने यो एउटा मेथड छ। जस्तो प्रोफेसनल इन्साइट भन्छौँ हामीले, रियल केस एक्सपिरियन्सेसहरू चाहिँ सेयर गर्नेबाट पनि लर्न गर्न सकिन्छ होइन। जस्तो मेडिसिनमा भयो भने स्पेसलिस्ट डक्टरद्वारा चाहिँ न्यू ट्रिटमेन्ट प्रोटोकलहरूको चाहिँ लेक्चर दिने कुरा हो। इन्जिनियरिङमा चाहिँ हाइड्रो पावर एक्सपर्टले चाहिँ लेक्चर दिने कुराहरू भयो होइन। यसरी हेर्न सकिन्छ। एजुकेसन सेक्टर हो भने एक्सपिरियन्स टिचर्सद्वारा पेडागोजीको चाहिँ सेयरिङ गर्न सकिन्छ होइन। यो कुरा अब अर्को प्रोजेक्ट बेस्ड लर्निङ भन्छ होइन। लङ टर्म प्रोजेक्ट चाहिँ लङ टर्म प्रोजेक्टको चाहिँ रियल इस्युहरू सल्भिङ गर्ने चाहिँ यो मेथड हो एउटा, यो प्रोजेक्ट बेस्ड लर्निङ भनेको चाहिँ होइन। जस्तो इन्जिनियरिङमा चाहिँ इन्जिनियरिङ डिजाइन प्रोजेक्टहरू हेर्ने, त्यहाँबाट सिक्ने, काम गर्ने भन्ने हुन्छ यो। अनि होइन यो एजुकेसनमा चाहिँ करिकुलम डिजाइन प्रोजेक्टहरू दिने, त्यहाँबाट लर्न गर्ने भन्ने भयो होइन। मेडिसिनमा गयौँ भने हामी जस्तो कम्युनिटी हेल्थ एसेसमेन्ट प्रोजेक्टहरू हेर्न सकिन्छ। त्यसरी अब मैले भनेको कुराहरू सबै ठ्याक्कै एक्ज्याक्टली हुन्छ भन्ने पनि छैन। मैले चाहिँ एउटा जिस्ट कुराहरू तपाईँहरूलाई चाहिँ सेयर गरिरहेको हो। त्यहाँबाट तपाईँहरूले चाहिँ आफ्नो आफ्नो क्लस्टरमा चाहिँ कसरी युज गर्न सकिन्छ यी मेथडहरू। यो मेथड सबैभन्दा हामीलाई चाहिँ कुन मेथड इम्पोर्टेन्ट हुन्छ भन्ने कुराहरू निकाल्नु होला। सोध्छ जस्तो तपाईँहरू एजुकेसन फ्याकल्टीको हुनुहुन्छ भने के टिचिङ मेथोडोलोजीहरू हुन्छन्, के मेथड्सहरू छन्, त्योमध्ये कुन मेथड्स तपाईँले अपनाउनुहुन्छ, कुन मेथड अपनाउँदा एकदम विद्यार्थीहरू मोर बेनिफिटेड हुन्छ, अथवा चाहिँ हाम्रो स्टुडेन्टको रिटेन्सन चाहिँ हामीले रिटेन्सनलाई बढाउन सक्छौँ। कुन मेथड चाहिँ बेस्ट हो यो अप्रोचको लागि, कुन मेथड चाहिँ यो फ्याकल्टीको लागि बेस्ट हो, यस्ता कुराहरू सोध्न सक्छ। अब यी सबै शिक्षण विधिहरू जस्तो लेक्चर मेथड, पिबिएल भयो, ल्याब सिमुलेसन, फ्लिप क्लासरुम, ग्रुप लर्निङ, फिल्ड भिजिट, प्रोजेक्ट बेस्ड लर्निङ, अझै धेरै मेथड्सहरू छ है। जस्तो अब अर्को टाइप भनेको चाहिँ लर्नर सेन्टर, टिचर सेन्टर्स, यस्ता टाइपका पनि छन् होइन। यी धेरै कुरा हुन्छन् है। अनि यी सबै चाहिँ फ्याकल्टीमा चाहिँ कसरी लागू गर्न सकिन्छ भनेर चाहिँ हामीले हेऱ्यौँ। अनि निष्कर्षमा चाहिँ यी विधेयहरू हाम्रो फ्याकल्टीमा यसरी युज गर्न सकिन्छ। यो मध्ये चाहिँ यो बेटर हुन्छ, यसको यो फाइदा बढी हुन्छ, त्यही भएर हाम्रो लागि यो बेटर हुन्छ भनेर हामीले लेख्न सकिन्छ। तर मुख्य कुरा के भने जस्तो विषय अनुसार चाहिँ विधि मिलाउनु पर्छ, कुन मेथड चाहिँ एकदम बेस्ट हुन्छ। जस्तो हाम्रो एकदमै थ्योरिटिकल सब्जेक्टहरू हामीले पढाउनु पर्ने हुन्छ,
त्यो थ्योरिटिकल एकदमै धेरै थ्योरिटिकलमा चाहिँ प्रोजेक्ट बेस्ड लर्निङ चाहिँ गर्न नमिल्ने हुनसक्छ है। अब यो स्टुडेन्ट सेन्टर अथवा टिचर सेन्टर चाहिँ कसरी हेर्ने त्यो कुराहरू पनि हेर्नु पऱ्यो होइन। कुनमा क्रिटिकल थिङ्किङ लाग्छ, कुनैमा प्र्याक्टिकल स्किल्सहरू लाग्छ, कुनैमा कम्युनिकेसन र टिमवर्क आवश्यक पर्छ, कुनैमा प्रब्लम सल्भिङको त्यो क्षमता कस्तो छ विद्यार्थी, त्यो अनुसार पनि हामी चाहिँ डाइभर्ट भएर टिचिङ मेथोलोजी चाहिँ हामीले रोज्नुपर्ने हुन्छ। यसरी नै तपाईँले तयारी गर्दा आफ्नो आफ्नो फ्याकल्टीमा चाहिँ कुन टिचिङ एप्रोच चाहिँ बेस्ट छ भनेर चाहिँ कन्क्लुजिभ फर्ममा एउटा एन्सर ड्र गर्नुहोला। अनि त्यो एन्सरलाई विभिन्न एङ्गलबाट तयारी गरेर चाहिँ फाइनल त्रिवीको सेवा आयोगको चाहिँ उपप्राध्यापकको फाइनल परीक्षा चाहिँ तपाईँहरूले चाहिँ त्यसलाई चाहिँ फाइनल परीक्षालाई चाहिँ म्यानेज गर्नुहोला भन्दै आजलाई चाहिँ आजको सेसन चाहिँ मैले यतिमै रोक्न चाहन्छु। हस्, धन्यवाद, थ्याङ्क यू।